आजको रेसिपी यो मिठो सोयाबिनको पुलाव रेसिपी सेयर गर्दैछु। मन पर्यो भने भिडियोलाई लाइक अनि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है। यो रेसिपी बनाउनको लागि सबैभन्दा पहिला एउटा प्यानमा मैले तोरीको तेल तताएँ। अब यसमा चाहिँ राम्रोसँगले भिजेको यो सोयाबिन चङ्कलाई चाहिँ फ्राई गर्दैछु। यसको पानी चाहिँ मैले सबै निचोरेर यसलाई मैले ड्राई बनाएर चाहिँ फ्राई गर्न गइरहेको छु। हल्का गोल्डन ब्राउन हुइन्जेलसम्म फ्राई गर्नु होला। सोयाबिनलाई फ्राई गरिसकेपछि नेक्स्ट स्टेप चाहिँ मैले चामललाई राम्रोसँगले धोएर भिजाएँ। यो पुलाउलाई चाहिँ मैले कुकरमा बनाउन गइरहेको छु। कुकरमा अब मैले तेल तताउन गएँ। तोरीको तेल यो पालि चाहिँ अलिक बेसी राखेको छु। त्यसमा एउटा तेजपत्ता, 3वटा सुकमेल, 3वटा ल्वाङ र सानो दालचिनी पड्काएँ। सँगसँगै सानो चम्चीको 1 चम्ची जिरा र मैले यहाँनिर कडी पत्ता राख्दैछु। यदि तपाईँहरूकोमा फ्रेस छ भने फ्रेस पनि राख्नु होला, एकदमै मिठो हुन्छ। अब त्यसमा मैले प्याज राखेर प्याजलाई मैले एकछिन भुटेको छु। साह्रै गोल्डन ब्राउन बनाएर खराउनु चाहिँ हुँदैन। यतिको भएपछि यसमा मैले राखेँ अब अदुवा लसुन पिसेर यसलाई पनि म एकछिन भुटेर पकाउँछु। अदुवा भन्दा पनि लसुन चाहिँ पाक्नु पर्यो। लसुन पाकिसकेपछि अब मैले यहाँनिर ठुलो एउटा टमाटर काटेर राखेँ। सँगसँगै स्वाद अनुसार नुन पनि राखेँ। अब त्यसमा राख्दैछु मैले बेसार अथवा हर्दी, धुलो खोर्सानी राखेको छु। सँगसँगै मैले यहाँनिर धनिया पाउडर राखेको छु। राखेको सबै ड्राई मसलाहरूलाई मैले एकपल्ट राम्रोसँगले मिक्स गरिदिएको छु। मैले यहाँनिर झन्डै राख्न बिर्सेको चाहिँ यो बिरयानी मसला अप्सनल हो। यदि तपाईँहरू राख्न चाहनुहुन्न भने नराख्दा पनि हुन्छ, तर छ भने चाहिँ राख्नु होला, एकदमै मिठो हुन्छ। अब यसमा थोरै पानी राखेर चाहिँ मैले कभर लगाएर मसलालाई एकछिन पकाएको छु। मसला पाक्नु धेरै समय लाग्दैन, छिट्टै पाकि नै हाल्छ। अब पर्फेक्ट मसला पाकेर यहाँ रेडी भएको छ। अब यो स्टेजमा चाहिँ मैले ठुलो गरेर काटेको यो आलुलाई राखेको छु। अब आलुलाई पनि मसलामा एकछिन म भुट्दैछु। आलुलाई मसलामा एकछिन भुटिसकेपछि अब यसमा राख्न गइरहेको छु मैले यो अघि फ्राई गरेर रेडी गरेको सोयाबिन चङ्क। सँगसँगै मैले फ्रोजन मटर राखेको छु। तपाईँहरूकोमा फ्रेस छ भने फ्रेस पनि राख्न सक्नुहुन्छ। अब यी दुईटा सब्जीलाई पनि मजाले मसलामा मिक्स गरिसकेपछि मैले पानी राखेँ। पानी चाहिँ मैले यहाँनिर 1.5 कप जस्तो राखेको छु, किनभने मैले 2 कप चामल चाहिँ भिजाएको छु। पानी चाहिँ अलिकति अन्दाज गरेर राख्नु होला। अब यसमा यो भिजाएको चामललाई राखिदिने। पुलाउ बिरयानी बनाउँदाखेरि चाहिँ म चामल एकदमै लामो समयसम्म भिजाइराख्दिनँ। 15 देखि 20 मिनट भिजायो भने ठिक्कै हुन्छ, किनभने कोही चामल एकदमै टुक्रिन्छ। त्यही भएर अन्तमा मैले यहाँनिर धनिया पत्ता पनि राखेर एकपल्ट राम्रोसँगले मिक्स गरिसकेपछि कभर लगाएर हाई हिटमा मैले 2 सिटी लाग्न दिएको छु। 2 सिटी लागेपछि ग्यासलाई अफ गरेर त्यतिकै सेलाउनको लागि छोडिदिने। कुकर राम्रोसँगले सेलिसकेपछि अब यसलाई खोल्दैछु। ल हेर्नुहोस् त, पर्फेक्ट पुलाउ, हेर्दै कति खाउँ खाउँ लाग्दो। अब तपाईँहरूलाई म चलाएर पनि देखाउँदैछु। ल हेर्नुहोस्, चामल एउटा पनि टुक्रेको छैन। तपाईँहरूलाई एकदमै डाउट लाग्छ घरको चामल पकाउनु र यतिकै तपाईँहरूलाई लामो यस्तो खालके बनाउनु मन छ भने चाहिँ बिरयानी चामल बजारमा पाउँछ। बिरयानी चामल खोजेर तपाईँहरूले बनाउन सक्नुहुन्छ। एकदमै राम्रो बन्छ। ल हेर्नुहोस्, पर्फेक्ट, हेर्दै कति खाउँ खाउँ लाग्दो। इन्जोय गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।